तो चलिए शुरू करते हैं। Hello everyone, Namaste. It's Indu from Nolpur Sarmaras. Welcome back to my new mini अरे कहना क्या चाहते हो? vlog. साथीहरु आज चाहिँ हामी हेटौडाको शेष महल आएको छौँ लाइसेन्स लिन आएको अनि यस्तो एकछिन यतातिर घुमौँ भनेर आएको अनि यहाँ चाहिँ 108 वटा धारा रहेछ अनि you can see guys अनि हामी चाहिँ यता शेष महल जाँदैछौँ यहाँ चाहिँ सबै भगवानहरूको मूर्ति रहेछ तो आप लोग देख सकते हैं इधर हम टिकट ले रहे हैं इधर नाक भी है दोस्तों इधर खाना खाने का टाइम हो गया है हामी घुम्न जानै पाएनौँ यहाँ खाना खाने बेला भइसक्यो रहेछ हैन के गर्ने साथीहरु सबै स्टाफहरु चाहिँ खाना खान जानुभएको छ रे सो बन्द छ अहिले 1 घण्टा पछि खुल्छ 12 साढे 12 बजेतिर सो गाइज हामी चाहिँ फर्किसक्यौँ अब हामी किन 1 घण्टा यहाँ टाइम वेस्ट गर्ने हैन अरू कुनै ठाउँ जाऊँ न अनि यहाँको हेर्न सक्नुहुन्छ कस्तो खतरा खतरा आर्ट गरेको छ हेरौँ आर्ट त भन्छ होला नि होइन यसलाई यो हेर्नु त यस्तो खतरा वाउ वाटर फाउन्टेन जस्तो छ इधर देख सकते हैं ये क्या है ओए भाई यो के हो चिङ्ना यो चिङ्ना हो पिक हो त्यो पिकक भन्ने त एउटा हुन्थ्यो पिक गरेको खतरा खतरा बनाउनु पर्छ दिमाग त खै के मन से उनका तर कतै के हमारा दिमाग खान्छ अब चाहिँ हामी जाँदैछौँ मकवानपुर गढी किनभने चाहिँ हामी ड्रेसेस मलभित्र बस्न पाएनौँ सो हमारा मूड चेंज हो गया और ये मेरा भाई देख सकते हैं आप लोग हैन यो सुसनेले मकवानपुर गढी जाने गरे सो हामी चाहिँ लाग्यौँ यता हेटौडामा हिँडेर मकवानपुर गढी यताउता अब के भन्नु साथीहरु खै कति बजे पुग्छौँ हेरौँ अब कति टाइम लाग्छ यहाँबाट यसो हेर्दाखेरि म्यापमा त आधा घण्टा 45 मिनट देखाइरहेको थियो सो हामी चाहिँ जाँदैछौँ अब चाँडै परेन हो त्यसैबाट किने भनेको त त्यस्तै हो मतलब अगाडिको दृष्टि साथीहरु हामी यहाँ गुगल बाबाको मद्दतले गर्दा कहाँ कहाँ पुगिसक्यौँ होइन अघि त झुकेर म्याप पनि राम्रोसँग नहेरेर मैले कहाँ अर्कै डाँडामा पुर्याइदिएको थिएँ फेरि फर्केर तल आएको के अरे यहाँ बाटो सक्नुहुन्छ आधी बाटो चाहिँ मस्त ढलाइ गरेको छ र यता चाहिँ अब खोलै खोला हिँडे जस्तो भइरहेको पानी पानी अनि ठिकै छ तर अरू ठाउँभन्दा चाहिँ राम्रो छ बाटो के गर्नु बाटोको अवस्था योभन्दा अझै खत्तम भएको भए चाहिँ म बाइकबाट अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। होइन भन्न के अरे हिँड्दै दौडिँदै जान पनि सक्थ्यो साथीहरू तर अब चाहिँ मस्त बाटो आइसकेको छ यहाँ अनि यस्तो बाटोमा दौडिन त अनि मजै लाग्दैन नि त यस्तो बाटोमा त बाइकमै चढ्न रमाइलो लाग्छ नि त जे होस् ठिकै छ होइन आज आइयो अब के भन्ने त अनि जानी भन्दा त्यस्तै भइरहेको थियो आज आयौँ कति बेला पुग्छ 3 किलोमिटर अझै छ भने के अरे यहाँबाट गुगल बाबाको आप लोग देख सकते हैं इधर इतना अच्छा झरना है ओ माय गॉड भवानी झरना साथीहरु बाटोमा चाहिँ यस्तो खतरा झरना छ ओ माय गॉड यस्तो राम्रो वाटरफल यू क्यान सी गाइस वाउ नर्मल आइसक्यो यहाँ देखेर राम 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 हम लोग यही देखने के लिए इतना दूर से आए थे वाउ so beautiful so elegant just looking like a wow अझै हामी पुग्नलाई 2.5 किलोमिटर टाढा छ सो यहाँ चाहिँ यस्तो राम्रो सिन रहेछ साथीहरू यता चाहिँ खोला अब मेरे को लग रहा है ये रास्ते में मैं दौड़ के जाऊँ रोकिदिन्छस् र अब चाहिँ मलाई हिटर जाम जस्तो भइरहेको छ साथीहरू ढोके ढोकबाटै पत्थरा एफाट पत्थराबाटै के गर्नु होइन कति बेला त राम्रै छ
झरे साथीहरू यस्तो उकालो बाटो रहेछ अनि यो बाटो गुगलले गर्दा हामी कहाँ पुगिसक्यौँ अहिले हामी त्यही अफिसबाट घर गएको भए हामी घर पुगिभ्याएको हुन्थ्यौँ वहाँ 2-3टा जिल्ला कटेर घर पुगिभ्याएको हुन्थ्यौँ गुगल बाबाको लागि हामी कहाँ कहाँ पुगेछौँ चल भाइ म त हिँडेरै जान्छु अलि अगाडिसम्म हिँड्छु क्या यस्तो उकालो ओह्रालो छ अफ रोड छ जहाँ त्यही पानी हिँडिरह गुगलले गर्दा हामी एक ठाउँमा पुग्नु पर्ने तर अर्को ठाउँमा पुगिसक्यौँ साथीहरू गुगलले त बिच बाटोमै धोका दियो त्यतै गऱ्यो बिच बाटोमा कहाँ न कहाँ डाँडामा पुगेर अनि युआर एराइभ भन्छ बा हामी तर एराइभ नै भएनौँ माथितिर जाने होला नि यो ठाउँमा गुगल म्यापले काम गरेन साथीहरू हामीलाई यस्तो बाटोमा हिँडिरहेको छ यहाँ ओ माई गड म त कहाँ जाऊँ हेर्नु त बाटो यस्तो छ हाइवे नछोडिकन गएको भए तपाईँहरू पुग्नुहुन्थ्यो भन्दै हुनुहुन्थ्यो त्यहाँको आमाले हामी त गुगल म्यापको पछि लागेर आयौँ बाटो यस्तो छ जीव सनन सनन कराई बढेको म धन्यवादी मोर साथमा राइडर सुजन भाई बढियो मेरे को राइडर बनने का कोई शौक नहीं है भाई अब से राइडर नहीं बनूंगी यस्तो पहिला चढाउ पराइबाटै हुन त राइडरहरूको लागि यो नर्मलै हो गरे तर मेरो लागि त बहुत दर्दनाक खतरनाक बाटो फाइनली हामी हाइवेमा पुग्यौँ तर अझै मकवानपुर गढी पुगे छैन मेरो यस्तो गुगलले यस्तो डाँडा पाखा हामी कौन सा गाउँ हो कताको गाउँ कटेर आइसक्यौँ अझैसम्म पुगेको छैनौँ बल्ल बल्ल यो बाटो निस्क्यौँ हामी अब कहाँ जाने होला रुन मनले रहेछ यता हो र त्यही त यहाँ बाटो भेटिसक्यौँ कसम के अब त म गुगल म्यापको यस्तो भरोसै गर्दिनँ कसम कस्तो कस्तो बाटो हिँडायो यार यहाँ छ यार बाटो दामन जाने बाटोबाट सुई सुई पुगिँदो रहेछ यहाँ कहाँ कहाँ यही हम देखने के लिए इधर आए थे 45 मिनटमा पुग्ने बाटो हामीलाई 3 घन्टा लागिसक्यो हस्पिटलहरू साथीहरू हामी चाहिँ यहाँ पुगिसकेको छौँ होइन कता कता पहाड पहाड डुलेर हामी यहाँ पुगिसकेको छौँ मजाले यताको नजारा हेर्न सक्नुहुन्छ यस्तो दामी भ्यू देखिरहेको छ उफ म त हार मानिसकेको थिएँ तर के गर्नु यहाँ दिमाग नचलेपछि त्यस्तै हो गुगलको पछि लागेर पहाडमा यहाँ दुनियाँ पहाड घुमाइदिइहाल्यो नि गाइस हामी चाहिँ अहिले यो मकवानपुर गढीको यो ठाडो उकालो चढ्दैछौँ यहाँ यति तलदेखि हामी वहाँ तलदेखि चढेको उफ आज त बहुत घुमाइ भयो साथीहरू जहाँ पाए त्यही बाइक दौडा छ मसला सम्झेर पनि कहाँ आएको कहाँ पुग्यो गाइस अहिले घर गएको भए घर पुगिरहेको हुन्थ्यौँ तर एकजनालाई घुम्न जाऊँ भनेर घुम्न आएको पुग्यो नि यहाँ के गर्नु अझै यत्रो ठुलो उकालो चढ्न छ माय गॉस और आप लोग देख सकते हैं नीचे का व्यू उफ आकाश तो खतरा है कस्तो टाइट हुँदैन के भन्न मोबाइल जान्थ्यो अहिले फाइनली चाहिँ उकालो चढिसकेको छौँ मजाले हेर्न सक्नुहुन्छ यहाँ सल्लाह ठुलो छ उफ लास्टै चर्को घाम छ साथीहरू यताको म त एकैछिनमा कालो भइसक्यो अघि ज्याकेट निकालेको थिएँ हुन सकिँदैन सक्नुहुन्छ यस्तो छोरो
ओए उता माथि त पानी परिरहेको क्या अब यस्तो प्रिटी वाउ एस्थेटिक ठाउँहरू छ यहाँ पृथ्वीनारायण शाह पनि हुनुहुन्छ म तपाईँहरूलाई देखाउनेछु ये साम्राज्य मेरा है साम्राज्य तेरो सिंहासन तेरो तर राज मेरो गल्ती नगर अहिले हामी चाहिँ पुगिसकेको छौँ यही ठाउँ आउनको लागि हामी दूर दूर से कहाँ कहाँ पहाड घुम्यौँ लास्टमा यहाँ रहेछ सो म चाहिँ जाँदैछु अब आप लोग देख सकते हैं गाइस हम यहीं पर आना चाहते थे हम चाहिँ यहीँ आउन खोजेको थियौँ तर कहाँ कहाँ पहाड पहाड गयौँ होइन सो फाइनली हामी चाहिँ पुगिसकेको छौँ आफ्नो गन्तव्यमा तपाईँहरू पनि आउनु होला म तपाईँहरूलाई देखाउनेछु होइन म भित्र आएँ साथीहरू यता चाहिँ गणेश भगवान् हुनुहुन्छ त्यता म सपोर्ट गर्छु शुभ कार्यमा देरी क्यों होइन गणेश भगवान्ले त सुरुमा भेटेको छ तपाईँहरूलाई मेरो काम नगर्ने फाल्टु भ्लगमा एकदमै एकदमै स्वागत छ फेरि पनि होइन अब चाहिँ म हजुरलाई देखाउँछु मेरो बजार हजुरले हेर्न सक्नुहुन्छ होइन के भन्छ पृथ्वीनारायण शाहको मूर्ति एक साम्राज्यवाला एक साम्राज्य त्यो होइन त्यो चाहिँ यही हो गाइस यता चाहिँ फोटो खिच्न बनाएको मेरा देश नेपाल हम लोग यही देखने के लिए इतनी दूर से आए थे 5 घन्टा बाइकमा ट्राभल गरेर हामी यति टाढा आएछौँ यही हेर्नको लागि 3वटा डिस्ट्रिक्ट कटेर यही हेर्नलाई कति दुःख गरेछौँ तू भाग जा मैं कहता हूँ तू भाग भाग अर्जुन अर्जुन मैं कहता के भन्दा रुकुम बक्सियोस् जानै चढाइ सो गाइस हामी चाहिँ यही हेर्न आएको थियौँ होइन यो चाहिँ हाम्रो मकवानपुर गढीको ऐतिहासिक प्लेस सो नेपाली इङ्ग्लिस दुइटै मिक्स भइरहेको छ के गर्नु होइन भोलि नै यस्तै छ यारहरू के भन्नु देन इधर क्या है आप लोग देख सकते हैं ओह माय गॉड ड्रोन छैन नत्र ड्रोनबाट देखाइदिन्थेँ यहाँको ठाउँ होइन तपाईँहरू आफै टिकटकमा सर्च गरेर हेर्नु होला सो यही हो अनि म चाहिँ हजुरलाई यताबाट हाम्रो हेटौडा भनौँ कि के भनौँ अब चाहिँ खै मतलब त्यतै वाला भ्यू देखाइदिन्छु यहाँ हेर्नु न झिझा मामी उडेछ रे झिझा मामी उडिरह आकाशमा चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ यस्तो राम्रो भ्यू होइन कस्तो राम्रो छ अनि बादल पनि लागिरहेको छ कस्तो मजाको शीतल लागिरहेको छ अनि यहाँको चाहिँ मेन भनेको चाहिँ यही हो यो चाहिँ हाम्रो मन्दिर भयो त्यसपछि यो चाहिँ अब युद्ध गर्दाखेरिको होला नि के होइन सो यही भयो हामी चाहिँ यही हेर्नको लागि आएको थियौँ उफ एभ्रिवान अब चाहिँ हामी जाने बेला भयो 3 बजिसकेको छ होइन अब घर पनि जानुपर्ने हुन्छ सो गाइज अब यहाँबाट चाहिँ हामी निस्किन जाँदैछौँ फोटो भिडियो हामी खिचिसक्यौँ गाइज डर के आगे जीते माउंटेन ड्यू खाओ और पहाड़ पे चढ़ो अघि नखान पर्ने थियो होइन डर लागिरहेको थियो बाटोमा बिर्सेको माउन्टेन ड्यू खान अहिले बेला खाइरहेको छु सम्झेर
अब चाहिँ हामी जाँदैछौँ, घर पनि जानुपर्ने छ। सो गाइज आजको भ्लग चाहिँ यति नै होइन, कृपया मेरो भ्लग सबैजनाले हेरिदिनु होला। मेरा एक सपना है मैं भी ऐसा ही दरबार बना लूँ, मेरे लिए भी कोई इतना ही ऐसे ऐसे दरबार बना दे, कोई क्या बोलते हैं वो रानी महल जैसा। So guys, bye bye everyone, thank you for watching.